आज भने हामी डे 18 मा सुरु गरिहाल्छौं भाषा सिक्ने कार्यक्रममा सुरु गरौँ। हाम्रो चाहिँ डे 17 को कन्टिन्यू रहेको छ आजको चाहिँ। सुरु गरौँ है त। खेल्नुलाई के भनिन्छ त? खेल्नुलाई चाहिँ हाम्रो सुनर भाषाबाट ग्याचा भनिन्छ। ल फुटबल ग्याचा है, फुटबल ग्याचा भनेको चाहिँ ल सुरु गरिहालौँ न त, फुटबल खेल्न ल खेलौँ भन्ने हो है। ल अब भने हान्नुलाई चाहिँ वाच्चा। हान्नुलाई वाच्चा, फुटबल वाच्चा है, वाच्चा पुगे भन न, फुटबल हान्नु है भने जस्तो भयो। खुट्टाले हान्नुलाई चाहिँ के भनिन्छ त? ल खोल्लम वाच्चा। खोल्मी वाच्चा हैन त? खोल्लम वाच्चा। मेरो चाहिँ प्रोनाउन्स आउँदैन अलिकति है, फेरि मदर टङ गरे जस्तो हुँदैन। तर सबैजनाले मन पराइदिनु भएको छ, धेरै धेरै धन्यवाद। अब फेरि भनेको हेप्नु अथवा ठेल्नुलाई के भनिन्छ त? नेप्चा। मैले नेप गोम नेप्छु छु है, किनकि मैले यहाँ खेलिराखेको छु है। अनि त्यसपछि हात बान्नुलाई के भनिन्छ त? गुइफेचा। अनि नङ काट्नुलाई गे खोस्टा। गे खोस्टा है, गे खोस्टा। प्रोनाउन्स कस्तो सुनिरहेछ कमेन्ट गर्दै जानु होला। कपाल काट्नुलाई चा खोस्टा। चा खोस्यो छु है, गोम चाहिँ कोइन्दे हैन। अनि कपाल कोर्नुलाई चाहिँ के भनिन्छ त? चा मिचा। कपाल बान्नुलाई चा फेचा। सुनुवार भाषामा चाहिँ कपाल बान्नुलाई चा फेचा भनिँदो रहेछ। टेक्नु सुनुवार भाषामा टेक्नुलाई के भन्छ? फेचा। फेचा फेचा। फेचा मेरो अलि अप्ठ्यारो हुन्छ। फेचा। उभिनुलाई राप्चा। राप्चा हैन? हजुर। म त राप्चा र वाप्चा एउटै सुन्छु त। प्रोनाउन्स गर्दै जानुहोस्, तपाईले पनि सिक्नु हुनेछ। सुत्नुलाई इप्चा। अनि उठ्नुलाई बोचा। बोक्नुलाई पुस्चा। बिसाउनुलाई नास्चा। गोदा नास्टे छु है, वास्ते पुगेर एक भनेर भन्नु नि पर्यो है। मिल्यो कि मिलेन? मिलिरहेको रहेछ। अनि हात चलाउनुलाई गुई चाल्चा। स्याचा। स्याचा भनेको के सामानहरूलाई चलाउनुलाई चाहिँ स्याचा भनिन्छ। हात चलाउनुलाई चाहिँ गुई चाल्चा। चलाउनु भनेको चाल्चा। ल तपाईहरुले कति सिक्नु भयो त भिडियो? अर्को भिडियोमा फेरि भेट्नेछौँ। हाम्रो लामो लामो भिडियो चाहिँ हेर्न चाहनुहुन्छ भने भिजे अनलाइन टिभीमा हेर्न सक्नुहुनेछ, युट्युब च्यानलमा गएर। अनि सब्स्क्राइब पनि गरिराख्नु होला। सुनर पेजमा चाहिँ हाम्रो 3 मिनेट भन्दा माथि चाहिँ भिडियो हाल्न नमिलेको कारणले चाहिँ हामी पार्ट पार्ट बनाउँदैछौँ, छोटो छोटो भिडियो हालेका छौँ, हेर्दै गर्नु होला। रिल्समा 3 मिनेट भन्दा माथि हाल्न मिलेन। थ्याङ्क यू सो मच। चेरे दुमिन हेर्दै गर्नु होला भनेर कुन पास्छ होला? हेर्दै गर्नु भन्दा चाहिँ के भन्नु पर्दो रहेछ? कुन पास्छ होला? कुन पास्छ नाइलाई। ल चेरे दुमिन सेउपा हाताङ।